थुमाको सन्देश सुनेर बस्नुहुने तपाईँ सम्पूर्ण श्रोतालाई स्वागत गर्न चाहन्छु। प्रिय श्रोता, आज हामी एउटा यस्तो ऐतिहासिक घटनाको बारेमा कुरा गर्न जाँदैछौँ जसले विश्वको धार्मिक इतिहास नै परिवर्तन गर्यो। त्यो हो मण्डली रिफर्मेसन। यो केवल धार्मिक आन्दोलन थिएन, यो सत्यको खोज, स्वतन्त्र सोच र विश्वासको पुनर्जागरण थियो र यसको नेतृत्व गरे एक साहसी मानिस मार्टिन लुथरले। रिफर्मेसन अघिको अवस्था 15औं र 16औं शताब्दीको युरोपमा रोमन क्याथोलिक मण्डलीले सम्पूर्ण क्रिस्चियनिटी र समाजमा प्रभुत्व जमाएको थियो। पोपलाई परमेश्वरको प्रतिनिधि ठानिन्थ्यो र उनका आदेशको चुनौती दिनु पाप मानिन्थ्यो। तर यो शक्ति क्रमशः भ्रष्टाचार र लोभमा डुब्दै गयो। चर्चले विश्वासीहरूलाई डर र अन्धविश्वासमा बाँधेको थियो। सबैभन्दा ठूलो समस्या इन्डल्जेन्सको बिक्री, जहाँ मानिसहरूले पैसा दिएर पाप प्रायश्चित हुने प्रमाणपत्र किन्न सक्थे। यसरी साल्भेसन, उद्धार पनि व्यापार बन्न पुगेको थियो। बाइबल ल्याटिन भाषामा मात्र उपलब्ध थियो, जसले सामान्य मानिसलाई पढ्न नै नदिने व्यवस्था गरियो। जनताका धर्मगुरुहरूको व्याख्यामा यो निर्भर रहन्थे र परमेश्वरसँगको व्यक्तिगत सम्बन्ध हराएको थियो। रिफर्मेसन कसरी सुरु भयो? यही अवस्थाको बीचमा जर्मनीका ईश्वरशास्त्री मार्टिन लुथरले प्रश्न उठाए। सन् 1517 अक्टोबर 31मा उनले 95वटा थेसिस लेखी विटनबर्ग चर्चको ढोकामा टाँसे। यी थेसिसहरूले स्पष्ट रूपमा भने, पाप क्षमा पैसाले होइन, केवल विश्वास र परमेश्वरको अनुग्रहले हुन्छ। लुथरका यी विचारहरू छापा माध्यमबाट विश्वभर फैलिए र यसरी सुरु भयो रिफर्मेसन, एक यस्तो आन्दोलन जसले मण्डलीलाई फेरि बाइबलमा फर्काएर ल्यायो। मार्टिन लुथरका प्रमुख शिक्षाहरू। रिफर्मेसन पछि लुथरले मण्डलीमा नयाँ शिक्षाहरूको सुरुवात गरे, जसले मानिसलाई पूर्ण बाइबल र विश्वासमा फर्कायो। पहिलो नम्बरमा विश्वासद्वारा उद्धार, जस्टिफिकेसन बाई फेथ अलोन। पाप क्षमा र उद्धार पैसाले वा कर्मले होइन, केवल परमेश्वरमा विश्वास गरेर सम्भव हुन्छ। दोस्रोमा बाइबल नै अन्तिम अधिकार, अथोरिटी अफ स्क्रिप्चर। मण्डलीको आदेश होइन, बाइबलको वचन नै अन्तिम सत्य हो। त्यसैले सबैले बाइबल पढ्न र बुझ्न पाउनुपर्छ। तेस्रोमा सबै विश्वासीहरू पुजारी हुन्, प्रिस्टहुड अफ अल बिलिभर्स। हरेक विश्वासीलाई परमेश्वरसँग सिधा सम्बन्ध राख्ने अधिकार छ। बीचमा कुनै मानिस वा पदको आवश्यकता छैन, अथवा कुनै पनि मानिसले येशूको ठाउँ लिनु हुँदैन। त्यो मानिस आफै परमेश्वर कहाँ येशूद्वारा प्रार्थना गर्न सक्छ। यसै कारण कुनै पनि पुजारी वा पोप प्रायश्चितको लागि योग्य छैन भन्ने कुरा उनले गरे। चौथो कुरा आराधनाको सरलीकरण। मूर्ति पूजा, ढोंग र परम्परा होइन, प्रार्थना र सत्य विश्वासमा आधारित आराधना हुनुपर्छ। रिफर्मेसन पछि मण्डलीमा आएको परिवर्तन। रिफर्मेसन पछि मण्डलीको स्वरूप पूर्ण रूपमा बदलियो। प्रोटेस्टेन्ट मण्डलीहरूको जन्म भयो, जसले बाइबल अध्ययन र विश्वासलाई केन्द्रमा राखे। बाइबलको अनुवाद विभिन्न भाषामा भयो, जसले जनतालाई बाइबल पढ्ने स्वतन्त्रता दियो। शिक्षा र साक्षरताको विकास भयो। मानिसहरूले सोच्न र प्रश्न गर्न सिके। क्याथोलिक चर्चहरूले पनि सुधार गर्यो, जसलाई काउन्टर रिफर्मेसन भनियो। यसरी
धर्म केवल परम्परा होइन, जीवित विश्वास बन्न पुग्यो। 5 सोलास र यसको प्रभाव। मार्टिन लुथर र अन्य सुधारकहरूले रिफर्मेसनको सारलाई 5 वटा मुख्य बुँदाहरूमा 5 सोलासमा समेटे। यिनै रिफर्मेसनको हृदय हुन्। पहिलो नम्बरमा सोला स्क्रिप्चरा अथवा स्क्रिप्चर अलोन, जसलाई हामी वचनको समग्रता भन्छौँ। बाइबल नै परम सत्यको स्रोत हो, मण्डली वा परम्परा होइन भन्ने कुरा यहाँ हामी देख्न सक्छौँ। दोस्रो नम्बरमा सोला फिडे, फेथ अलोन, उद्धार केवल विश्वासबाट सम्भव छ, कर्म वा धर्मका कार्यले होइन भनेको विश्वासको समग्रता हामी देख्न सक्छौँ। तेस्रो नम्बरमा सोला ग्राटिया, ओन्ली ग्रेस अथवा ग्रेस एलोन, अनुग्रहको समग्रता। उद्धार परमेश्वरको कृपाद्वारा प्राप्त हुने उपहार हो, कमाउने कुरा होइन। यो कसैले कमाउने कुरा होइन, यो चाहिँ परमेश्वरको अनुग्रहको कुरा हो। चौथो नम्बरमा सोलुस क्रिस्तुस अथवा क्राइस्ट अलोन, ख्रिस्टको समग्रता। मध्यस्थकर्ता केवल ख्रिस्ट मात्र हुनुहुन्छ, कुनै पुजारी वा सन्त होइन। अनि पाँचौं र अन्तिम नम्बरमा सोली डियो ग्लोरिया, ग्लोरी टु गड अलोन, अथवा परमेश्वर महिमाको योग्य हुनुहुन्छ, कि केवल परमेश्वर मात्र महिमाको योग्य हुनुहुन्छ। सम्पूर्ण महिमा केवल परमेश्वरलाई नै दिनुपर्छ, मानिस वा संस्थालाई होइन। यी 5 आधारहरूले मण्डलीलाई फेरि बाइबलमा फर्काएर ल्याए र विश्वास, शिक्षा र जीवनशैलीमा नयाँ अध्याय सुरु गरे। प्रिय श्रोताहरू, रिफर्मेसनको सन्देश केवल इतिहास होइन, यो आज पनि जीवित छ। मार्टिन लुथरले हामीलाई सिकाएका छन् कि साँचो विश्वास परम्परा होइन, सत्यमा आधारित हुन्छ। यदि हामी पनि बाइबल, विश्वास, कृपा, यीशु र परमेश्वरको महिमामा आफ्नो जीवन टिकाउँछौँ भने त्यही हुनेछ आजको रिफर्मेसन। 508औं रिफर्मेसनको हार्दिक शुभकामना व्यक्त गर्दछु। जय मसीह।